यसरी सीताराम मनोज हामी सबैको काम। आज गङ्गा दशहरा पनि हो। उसको त सधैँ जसो गङ्गा जल अर्पित गरेर शिवलिङ्गमा चढाएर खाना खाने गऱ्यो भने चाहिँ अति उत्तम हुन्छ, सबैसँग भ्याएसम्म गर्दा। तर आज चाहिँ विशेष गर्नुपर्ने दिन भएको कारणले सबैले गर्नु पनि उत्तम छ। तर कसरी जल चढाउँदा उत्तम हुन्छ भनेर मैले आज यस कुरा सिकाउनु हजुरहरूलाई ध्यान दिएर हेर्नु भयो त। पहिला गणपतिमा जल अर्पित गर्ने ओम नमः शिवाय, त्यस पछाडि कार्तिकेमा ओम नमः शिवाय, त्यस पछाडि सुन्दरी जलमा जल चढाइसकेपछि त्यस पछाडि हामीले यसरी जललाई लिएर गएर दक्षिणपट्टिबाट चढाउँदै ओम नमः शिवायको जाप गरेर ओम शान्त पनि भन्न सकिन्छ है हजुर। हामी सबैजनाले ओम शान्त त्यसरी पनि ओम नमः शिवाय, ओम भगवती वासुदेवाय नमः, ओम भगवती वासुदेवाय नमः पनि जाप गर्न सकिन्छ। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। सीतारामको पनि जाप गर्न सकिन्छ, किनकि यो वर्ष मङ्गलको साल चढिरहेको कारणले सीताराम 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 जप्दा पनि हुन्छ। शिवलिङ्गमा जल चढाउँदा अति उत्तम हुन्छ, किनकि रामको भक्त शिव, शिवको भक्त रामजी हुनुहुन्छ। त्यसै कारणले यसरी ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय जपेर गङ्गा जल अर्पित सदा सर्वदा गर्न सक्यो भने काल सर्प दोष छ नि, काल सर्प दोष पनि जान्छ है हजुर। सबैजनाले ध्यान दिएर हेरिदिनु होला, मनन गर्नु होला, सबैजनाले सेयर पनि गर्नु होला। कति कुरा नबुझेको कुराहरू, मैले पनि नबुझेको कुराहरू हजुरहरूले मलाई कमेन्टमा सिकाउँदा पनि हुन्छ। म आफूले जानेको कुराहरू हजुरहरू सबैजनालाई सिकाएर जल अर्पित गर्ने तरिका सिकाएँ हजुरहरू। गति भए क्षमा। सीताराम।